म चाहिँ आज रेडी सेडी भएर कहाँ जानु आँटेको होला भनेर सोच्नु हुँदैछ भने चाहिँ तपाईहरू फुल भिडियो हेर्नुहोस्। हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदै गरेको दादाको इन्गेजमेन्टमा हो। सो हामी चाहिँ यहाँ टी ब्रेकको लागि एकछिन रोकेको थियो। एकछिन रोक्यौँ। हामी चाहिँ भर्खर आइपुगेको, सामानहरू निकाल्दैछ हाम्रो। यहाँ छ सामान चाहिँ। हामी चाहिँ यहाँ आइपुग्यो हो। सो अलिक उकालो हिँड्नु पर्ने रहेछ। हामी जाँदै गरेको फुपू म। यहाँ चाहिँ दुधहरू छ हो। मण्डलीको एकजना विशेष सूत्रबाट थाहा पाएँ। अनि हाम्रो अब अहिलेको चलन यत्रो पोसिनी त बर्बाद हुन्छ होला, यत्रो ल्याएको त लु छैन अरे। लु तपाईँ अर्को बनाउनुहोस् त फेरि पनि लु भने त लु फर्किने बेला मैले यत्रो ल्याएको पोसिनी त हामी भेला भएको बर्बाद हुने भन्नु छ नानी यहाँनिर। नाम के होला? यो कुन चाहिँ होला? सब तपाईँले हामीलाई इसाराले हुन्छ कि हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम चाहिँ छैन भने केही पनि होइन। अब भन्दा पनि आइपुग्यो 20-25 दिन पछाडि। उसे छुपा के उसे है रब्बा रब्बा मेरे रब्बा रब्बा, मुझे बस एक झलक तो दिखा।